हेलो वेलकम टु माई ब्लग। अहिले चाहिँ म कतारबाट नेपाल जाने क्रममा छु, बाटोमा छु, जाँदैछु। र आजको ब्लग चाहिँ म कतारदेखिको नेपालसम्मको जर्नी देखाउने छु। र एयरपोर्ट र बाहिरी दृश्यहरू मसँग भिडियोमा जोडेर बसिराख्नु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला। माया गरेर लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गर्नु होला। होइन त्यो नेपालको बसे सुपुत्र होस् हैन। अब हामी चाहिँ घर जाँदै हो कतारबाट नेपाल। अहिले चाहिँ बाटोमा हामी ड्राइभिङ भइरहेछ। अब टक्क एयरपोर्ट, त्यसपछि सिधा नेपाल। Qatar Airways Flug 095 nach Zürich wird jetzt abfliegen von Gate C41. अहिले चाहिँ म प्लेनमा बसेको छु र प्लेनबाट देखिने दृश्यहरू चाहिँ बाहिरको हेर्न सक्नुहुन्छ र एयरपोर्टको बाहिरको दृश्य बिहानको पख हो। नेपालको लागि उड्ने क्रम सुरु भएको छ, प्लेन हिँड्दैछ अहिले। कतार प्लेनमा चाहिँ भित्र यो सिटबाट पनि यो एलसिडी मोनिटरमा चाहिँ क्यामेरा ओपन गरेर अगाडिको दृश्य र तलको दृश्य हेर्न मिल्छ। र यसमा चाहिँ मैले अगाडिको दृश्यबाट भिडियो बनाइरहेको छु, जसमा चाहिँ प्लेन कुदिरहेको र अगाडिको दृश्य रनवे पुरा देखिएको छ। र प्लेन उड्ने बेलामा पुरा छोडेर हिँडिएको पनि देख्न मिल्छ। जुन चाहिँ पाइलटहरू बस्ने ठाउँबाट मात्र देख्न सक्ने चिज पनि अहिले एलसिडी मोनिटरमा जोडिएकोले क्यामेरा सबै प्यासेन्जरले हेर्न सक्नेछ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ, अहिले प्लेन उडेर माथि पुगेको र बाहिरको दृश्य हेर्नुहोस्। पुरा सहरहरू र प्लेन उडिसकेको छ। अहिले म कतारबाट अहिले नेपाल जाँदैछु र कतारको बाहिरको दृश्य हेर्नुहोस्, कति राम्रो छ। अहिले विन्टर सुरु हुने भएको कारणले बिहान पख पुरा उसिलो आएको जस्तो भएको छ। बाहिर फगहरू देखिएकोले राम्ररी त्यति सिटी देखिएको छैन। समर टाइममा भएको भए चाहिँ सिटीहरू एकदम राम्रो दृश्य देख्न सकिने थियो। ठुला बिल्डिङहरूको स्काई स्क्रापरबाट राम्रो दृश्य देखिने थियो, तर अहिले फगको कारणले त्यति राम्ररी देखिएको छैन। र विन्डोमा पनि यो धेरै फग जस्तो टाँसिएकोले राम्ररी देखिएको छैन, तर म देखाउने कोसिसमा छु। प्लेनको माथिबाट हेरेको दृश्य यो चाहिँ एलसिडी मोनिटरबाट मैले खिचेको भिडियो हो। यो चाहिँ प्लेनको तलपट्टिको भागमा रहेको क्यामेराबाट खिचेको, जहाँ चाहिँ समुद्रको पुरा देखिनेछ। समुद्र देखिएको छ पुरा सेप। डेजर्टको माथिबाट उड्दाखेरिको भ्युज हो यो। जुन चाहिँ यो प्लेनको तलपट्टि क्यामेरा रहेको जुन चाहिँ जोडिएर
हेर्न सजिलो छ। एकपट्टि पुरा डेजर्ट र एकपट्टि पुरा समुद्र देखिन सक्छ यहाँनिर। कतार एयरवेजको एउटा राम्रो लागेको चिज मलाई यो चाहिँ एकदम बेस्ट लाग्यो मलाई। अरू एयरलाइन्समा यस्तो मैले देखेको थिएन, तर कतार एयरवेजले एउटा राम्रो फेसिलिटी दिएको रहेछ। आफूले जस्तै विन्डो सिटबाट मात्र देख्न सक्ने चिज चाहिँ अब क्यामेराको थ्रुबाट अगाडिको भ्यू र ग्राउन्ड भ्यू पनि हेर्न सक्नुहुन्छ। यहाँ नेपाललाई चाहिँ हामी नेपालको माउन्टेनहरू देख्न सक्नुहुन्छ। नेपालमा पुरा अहिले विन्टर सुरु भइसकेको हुनाले यहाँनिर माउन्टेन कति अग्ला माउन्टेनहरू देखिन सक्छ, जुन चाहिँ हिउँले पुरा पुरिएको छ। कति राम्रो कति सुन्दर छ हाम्रो नेपाल। भिडियोबाट हेर्नुहोस् यहाँ बाहिर फगको कारणले त्यति राम्ररी क्लियर आएको छैन, तर पनि कोसिस गरिरहेको छु म। जुम गरेर भए पनि यो कोसिस गरिरहेको छु। नेपालको सुन्दरता यति राम्रो पुरा बादल माथि बादल र हिमालले सुन्दरता नै दामी निकालेको छ। फगको कारणले हेर्न सक्नुहुन्छ, राम्ररी भिडियो नै बनाउन सकिएको छैन जाडो सुरु भएकोले। काठमाडौँ ल्यान्ड हुने बेला भएको थियो, तर यहाँ केही समस्याको कारणले ल्यान्ड गर्न दिएन र फेरि एक राउन्ड हानेर अब ल्यान्ड हुने बेला भएको छ। फाइनली म नेपाल आइपुगेको छु र मेरो वाइफ, मेरो बाबु र मेरो साथी आएको रहेछ एयरपोर्टमा लिनलाई, जुन चाहिँ देखेर म एकदम खुसी छु। कति लगभग 1.5 वर्षपछि म मेरो बाबु र मेरो वाइफलाई भेट्दै एकदम रमाएको अवस्था, जुन चाहिँ एकदम भावुक पनि थियो, किनकि धेरै लामो समयपछि भेटिएको कारणले। एयरपोर्टको दृश्य हो जहाँ चाहिँ म मेरो फ्यामिलीसँग एकदम खुसी छु। लामो समयपछि भेटेको मेरो बाबुलाई मैले देखेर एकदम म 6-7 महिनाको अवस्थामा छोडेर बाबुलाई लगभग 2 वर्ष हुने बेलामा भेट भएको र यति खुसी सायद नै कम पहिला भएको थिएँ म। मेरो बाबु मलाई फुल लिएर स्वागत गर्न बसेको, जुन चाहिँ हेर्दा एकदमै खुसी र एकदम भावुक हुने दृश्य छ। मेरो सानो बाबु अहिले केही थिक थाहा नभएको, तर पनि बाबाको लागि फुल लिएर स्वागत गर्न बसेको। बाबुलाई धेरै माया, कति माया गर्छ मलाई। र मेरो साथी जुन चाहिँ मेरो एकदम जिग्री मेरो मिल्ने साथी मलाई एयरपोर्ट लिन आएको र हामी सबजना एयरपोर्टबाट बाहिर निस्केर अब हामी रुमतिर जाँदैछौँ। रात भइसकेको हुनाले 8-9 बज्यो, फ्लाइट डिले पनि भएको थियो, माथि ल्यान्डिङ गर्न नदिएर अब एयरपोर्टबाट हामी निस्किँदैछौँ र रुम जाँदैछौँ। माया गर्नु होला, धन्यवाद।